नमस्कार सबैजनालाई स्वागत छ फेरि एउटा न्यू भिडियोमा। र आजको न्यू भिडियोमा तपाईँहरूको लागि लिएर आएको छु एउटा फेरि न्यू आइपिओ जसको नाम छ सुपर कुटी हाइड्रो पावर। र यो आइपिओ हामीहरूलाई अहिले जनरल मान्छेहरूको लागि अलि लेट लगाएर खुल्छ र अहिले खुलिरहेको छ फरेन कन्ट्रीहरूमा बस्ने मान्छेहरूलाई र लोकल बस्ने मान्छेहरूलाई। र कति किता खुल्ने छ सबै जानकारी यो भिडियोमा तपाईँहरूलाई दिनेछु। भिडियो लास्टसम्म हेरिदिनु होला र आफ्नो साथीभाइहरूसँग पनि सेयर गरिदिनु होला। भिडियो छिटोभन्दा छिटो 500 सब्सक्राइबर हाम्रो च्यानलमा चाहियो 1 महिनाको अन्दरमा। र अब स्टार्ट गरौँ यो भिडियो। पहिला हामीहरू बुझौँ फरेन इम्प्लोइमेन्टहरूको लागि पुस 22 गतेदेखि लिएर 25 गतेसम्म यो आइपिओ खुल्नेछ फरेन कन्ट्रीहरूको लागि। र इस्यु सेयर 1,55,000 किता रहेको छ र इस्यु प्राइस 100 पर किता रहेको छ। र सेक्टर हाइड्रो पावरको तर्फ रहेछ र इस्यु म्यानेजर ग्लोबल एमी क्यापिटललाई यसलाई दिएको छ। र अब हामीहरू बुझौँ लोकल मान्छेहरूको लागि कहिलेदेखि कहिलेसम्म खुल्ने छ यो आइपिओ। पुस 22 गतेदेखि लिएर माघ 6 गतेसम्म खुल्ने छ। र इस्यु सेयर यसमा 15,50,000 किता रहेछ र इस्यु प्राइस 100 पर किता रहेको छ। सेक्टर हाइड्रो पावरको तर्फ रहेको छ र इस्यु म्यानेजर ग्लोबल एमी क्यापिटललाई दिएको छ। र अब जेनरलहरूको लागि सेकेन्ड टर्ममा खुल्ने छ। अहिले त फर्स्ट चरणको आइपिओ बुझौँ हामीले अहिले खुल्ने छ। र यस्तै मिनी अपडेट यस्तै सर्ट अपडेट तपाईँहरूको चाहियो भने शेर यात्रा नेपाललाई सब्सक्राइब गरिदिनु बस्नु होला र छिटोभन्दा छिटो 500 सब्सक्राइबर यो च्यानलमा कम्प्लिट गराइदिनु होला। धन्यवाद।